हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज म तपाईँहरूलाई यो भिडियोमा देखाएको जस्तो रोज कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि तपाईँहरूलाई यो रातो रङको धागो अथवा हजुरहरूलाई कुन रङ मनपर्छ त्यही रङको धागो अनि मैले चाहिँ यो रोज बनाउनको लागि चाहिँ 4 mm को हुक प्रयोग गरेको छु। सुरुमा त तपाईँहरूले स्लिप नट अथवा गाँठो बनाएर 55 वटा चेन बनाउनु पर्ने हुन्छ। मैले चाहिँ प्राय रोजहरू बनाउँदा चाहिँ 55 चेन अथवा 60 चेन प्रयोग गरेर चाहिँ रोज बनाइरहेको हुन्छु। सबैको आफ्नो आफ्नो तरिका हुन्छ। मैले चाहिँ प्राय 55 अथवा 60 चेन बनाएर चाहिँ रोज बनाउने गर्दछु र यसरी नै 55 वटा चेन बनाउनु पर्ने हुन्छ। यसरी 55 वटा चेन भइसकेको छ। 55 वटा चेन भएपछि चाहिँ मैले चाहिँ अझै एउटा चेन एड गरेर 56 बनाउने। 56 बनाइसकेपछि चाहिँ त्यो चेन चाहिँ काउन्ट गरिन्न, किनकि अब हामीले चाहिँ यहाँ डबल क्रोसे गर्नुपर्ने हुन्छ। एउटा चेन स्किप गरेर चाहिँ अर्कोमा चाहिँ यसरी डबल क्रोसे गर्ने। त्यसरी नै लास्टसम्म चाहिँ डबल क्रोसे गर्नुपर्ने हुन्छ। डबल क्रोसे गर्दा चाहिँ यसरी भिडियोमा देखाएको जसरी यसरी हुकमा हाल्ने। सुरुमा चाहिँ दुईटाबाट निकाल्ने अनि त्यसपछि फेरि दुईटाबाट निकाल्ने। यसलाई चाहिँ डबल क्रोसे भनिन्छ। यसरी नै हामीले चाहिँ लास्टसम्म चाहिँ हामीले चाहिँ यो गर्नुपर्ने हुन्छ, यसरी डबल क्रोसे। अनि यसरी डबल क्रोसे गरिसकेपछि चाहिँ यस्तो देखिन्छ। सुरुमा हामीले 55 + 56 भनौँ न, 55 + 1 56 वटा चेन बनायौँ। त्यसपछि चाहिँ हामीले चाहिँ सेकेन्ड रोमा चाहिँ डबल क्रोसे गऱ्यौँ। अनि त्यसपछि चाहिँ अब चाहिँ हामीले चाहिँ चेन 1 गरेर आफ्नो प्रोजेक्ट यतापट्टि आफ्नो हात पार्नको लागि चाहिँ यतापट्टि चेन 1 गरेर यतापट्टि पल्टायौँ। अब चाहिँ हामीले चाहिँ 3टा चेन स्किप गरेर थर्डमा चाहिँ यसरी डबल क्रोसे गर्छौँ। सुरुमा दुईटाबाट अनि फेरि दुईटाबाट गरेर डबल क्रोसे गर्ने। अनि त्यसपछि चाहिँ चेन 1 2 3 चेन 3 बनाएर फेरि हामीले जुनमा सुरुमा डबल क्रोसे गरेको थियौँ त्यसैमा गएर चाहिँ डबल क्रोसे गर्नुपर्ने हुन्छ। अनि फेरि हामीले चाहिँ 3टा चेन स्किप गर्ने। 1 2 3 गरेर 3टा चेन स्किप गरेर चाहिँ थर्डमा चाहिँ डबल क्रोसे गर्ने। फेरि यसरी डबल क्रोसे गर्ने, सुरुमा दुईटाबाट अनि फेरि दुईटाबाट। अनि त्यसपछि चाहिँ चेन 3 1 2 अनि 3 गरेर फुस्कियो। अनि फेरि यसरी नै 3टा चेन बनाएर चाहिँ हामीले फेरि त्यो सुरुमा डबल क्रोसे बनाएकोमा त्योमा गएर फेरि लगाएर यसरी डबल क्रोसे गर्नुपर्ने हुन्छ। यो प्रोसेस चाहिँ हामीले चाहिँ फेरि लास्टसम्म गर्छौँ, त्यो इन्डिङसम्म। यसरी नै सुरुमा 3टा चेन स्किप गर्ने अनि थर्ड चेनमा गएर चाहिँ डबल क्रोसे गर्ने। अनि फेरि 3टा चेन बनाएर जुनमा हामीले डबल क्रोसे गरेको थियौँ त्यहीमा गएर चाहिँ त्यो 3टा चेन बनाइसकेपछि फेरि डबल क्रोसे गर्नुपर्ने हुन्छ। यसरी 3टा चेन स्किप अनि थर्डमा डबल क्रोसे दुईटाबाट अनि फेरि दुईटाबाट अनि चेन 3 गर्ने। त्यहाँबाट यहाँबाट चाहिँ 1 2 3 अनि अब फेरि डबल क्रोसे गर्ने 23 स्टिचमा। यसरी चाहिँ लास्टसम्म गर्दाखेरि चाहिँ यस्तो देखिन्छ हाम्रो थर्ड रो भनौँ न। थर्ड रोमा चाहिँ यस्तो देखिन्छ। त्यसपछि हामीले फेरि चेन 1 गरौँ। अनि त्यसपछि चाहिँ हामीले चाहिँ यो यस्तो अलिकति ठुलो पाल जस्तोमा चाहिँ 8वटा डबल क्रोसे गर्नुपर्ने हुन्छ। यो देखेको छ नि जुन सुरुकोमा, त्योमा चाहिँ यसरी 8वटा डबल क्रोसे गर्ने।
यसरी 8वटा डबल क्रोसे कम्प्लिट भइसकेपछि चाहिँ यतापट्टि सानोवाला हुन्छ त्योमा चाहिँ हामीले चाहिँ स्लिप स्टिच यसरी भिडियोमा देखाएको जसरी चाहिँ स्लिप स्टिच गर्नुपर्ने हुन्छ। अनि फेरि अर्को ठुलोवालामा चाहिँ 8वटा अघिको जसरी 8वटा डबल क्रोसे बनाउनु पर्ने हुन्छ। यसरी 8वटा बनिसकेपछि फेरि सानोमा चाहिँ यसरी स्लिप स्टिच गर्ने अनि फेरि ठुलोमा चाहिँ 8वटा डबल क्रोसे सानोमा स्लिप स्टिच गर्दै चाहिँ एन्डसम्म चाहिँ त्यही गर्ने। सुरुमा 8वटा डबल क्रोसे अनि फेरि स्लिप स्टिच गर्ने। यसरी चाहिँ लास्टसम्म गर्दा चाहिँ यस्तो देखिन्छ। लास्टमा चाहिँ फेरि 8वटा डबल क्रोसे गर्ने अनि स्लिप स्टिच गर्ने। यसरी 8वटा डबल क्रोसे गरिसकेपछि सानोमा स्लिप स्टिच गर्ने। मैले चाहिँ अनि चाहिँ त्यो गाँठो पार्न सजिलो होस् भनेर फेरि तल सुरुमा जुन हामीले चेन बनाएको थियौँ त्योमा चाहिँ स्लिप स्टिच गर्छु अनि त्यसपछि चाहिँ कैँचीले काट्ने अनि यसरी धागो निकालेर चाहिँ गाँठो पारिदिन्छु। यहाँमा यो लास्टकोमा चाहिँ यसरी गाँठो पारिदिने। अनि यो चाहिँ यस्तो देखिन्छ। अनि यसमा चाहिँ हामीले चाहिँ हट ग्लुगन लगाएर चाहिँ यसरी यो फोल्ड गर्दै गएपछि चाहिँ यसले चाहिँ रोजको सेप लिन्छ। हामीले चाहिँ हट ग्लुगन लगाएर चाहिँ यसरी रोज बनाउन सक्छौँ। अथवा हजुरहरूले चाहिँ हट ग्लुगन छैन भने चाहिँ यो लास्टको धागो चाहिँ अलि लामो काट्ने अनि लामो काटेर सियोको प्रयोगले चाहिँ यो यसरी तलबाट चाहिँ सिलाए पनि हुन्छ। हट ग्लुगन प्रयोग नगरिकन सिलाएर चाहिँ रोज पनि बन्छ। यसरी चाहिँ तपाईँहरूले सजिलै रोज बनाउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।